अब जुनको 6 तारिक भित्रमा चाहिँ जापानमा 5 केजीलाई मात्र 2000 मा चामल सरकारले बाँड्दैछ। एकदमै खुसीको खबर हो। यो कसरी भयो भने जापानका नयाँ कृषि मन्त्री कोजुमीले चाहिँ अब जापानको प्राइस घटाउँछु म, 5 केजीलाई अहिले 4000 पर्थ्यो भने अब घटाएर 2000 मा ल्याउँछु भने न्युज होला जस्तो लागिरहेको थियो। यत्तिकै उनले आफ्नो क्रेजको लागि गरे कि जस्तो पनि लागिरहेको थियो। हुन त जापानमा त्यस्तो हुँदैन थियो, तर त्यो निर्णय गरेको 1 हप्तामै उनले अब सबै स्टोरहरूलाई चामल, सरकारले जुन त्यो भण्डारण गरेर राखेको चामल थियो त्यो चाहिँ स्टोरहरूलाई बेच्न सुरु गरिसकेका छन्। अब स्टोरहरूमा जुनको 6 तारिकभित्र मात्र 5 केजी चामललाई 2000 मा आइसक्नेछ है त। यो सबै हामी नेपालीहरूका लागि, जो हामी भात नभई नहुने नेपालीहरूका लागि एकदमै खुसीको कुरा हो। अनि ठ्याक्कै यो भइरहँदा एउटा कुरा चाहिँ के लाग्छ भने होइन, नेपालमा पनि यस्ता कुराहरू धेरै हुन्छन् कि यो गर्छु ऊ गर्छु भन्ने नेताहरूले धेरै हुन्छन्, तर यस्तो नेता, कोजुमी जस्तो नेता चाहिँ चाहिन्छ कि ठ्याक्क भनेको 1 हप्तामै इम्प्लिमेन्टेसन भएर अबको 1 हप्तामा बजारमा चामल आइसक्छ। हिजो साँझ मात्रै न्युज आइरहेको थियो कि सरकारले आफूले भण्डारण गरेर राखेको चामल चाहिँ सबै स्टोरहरूलाई बेचिरहेको छ। अबको जुन 6 तारिकभित्रमा चाहिँ सबै स्टोरहरूमा चामल आइसक्छ भनेको छ। तपाईँहरूले अब 5 केजीलाई जम्मा 2000 मा चामल किन्न सक्नुहुनेछ। कोजुमी चाहिँ जापानको नयाँ कृषि मन्त्री हुन्, उनी युवा नेता पनि हुन्। उनले यो गरेको काम प्रति प्रशंसा पनि बटुल्नेछन् र उनी मन्त्री भएको प्रभावकारिता पनि देखिनेछ। हस्त, थ्याङ्क यू।